हेलो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। मैले चाहिँ होइन आफ्नो च्यानलमा चाहिँ डिफ्रेन्ट ब्लग्सहरू यताउताको भिडियोहरू हालिरहेको हुन्थेँ, तर अहिले चाहिँ मैले हुन्छ नि समथिङ डिफ्रेन्ट सोचेर चाहिँ एडल्टहुडमा आएपछि चाहिँ एकदम धेरै च्यालेन्जेसहरू हुन्छ र मान्छेले चाहिँ आफ्नो ह्याप्पिनेस नै बिर्सिएर चाहिँ काममा अथवा कुनै कुराहरूमा एकदम धेरै इङ्गेज भएको हुन्छ र आफ्नो ह्याप्पिनेस नै बिर्सिरहेको हुन्छ नि त। सो मैले चाहिँ एउटा आफ्नो च्यानलमा चाहिँ एउटा सिरिज लिएर आएको छु जुनमा चाहिँ फाइन्डिङ ह्याप्पिनेस इन एडल्टहुड भनेर। यसमा म डिफ्रेन्ट ठाउँहरू अथवा आफ्नो डिफ्रेन्ट हबिजहरू आफूलाई मनपर्ने कुराहरू चाहिँ एक्सप्लोर गर्नेछु र हरेक भिडियोमा चाहिँ मोरल टाइपको पनि दिनेछु, जुनले गर्दा चाहिँ मेरो भ्युअर्सहरूलाई चाहिँ हेल्प होस् होइन। ह्याप्पी हुनको लागि चाहिँ कुनै एज लिमिट हुँदैन, केही कुराले पनि रोक्दैन, कुनै कन्स्ट्रेन्ट हुँदैन कि ह्याप्पी हुनको लागि भन्ने कुरा चाहिँ म देखाउन चाहन्छु। सो आजको भिडियोमा चाहिँ म फिनल्यान्डको चाहिँ मेत्सा जाँदैछु। मेत्सा भनेको चाहिँ यहाँको फरेस्ट हो। सो म चाहिँ मेरो साथीसँग मेत्सा जाँदैछु। सो होममेड फुडहरू बनाएको छु मैले पनि, उसले पनि बनाएको छ। अनि हामी चाहिँ एकछिन त्यहाँ गएर एक्सप्लोर गर्नेछौँ। अनि त्यसपछि भेजिटेबल्सहरू पनि खोज्ने प्लान गरे साथीले चाहिँ। सो लेट्स गो गाइज एन्ड ह्याभ फन एन्ड फाइन्ड आवर ह्याप्पिनेस टुगेदर। हामी चाहिँ निस्किसकेको छौँ अनि मेरो साथी बेग पनि यहाँ छ। हामी दुईजना जानु लागेको। हेलो बेग। Hello, Depa. Hello, Nepali. Mesesan picnic. यहाँ ड्राई पिकनिक। उसले चाहिँ हामी दुईजना आज फरेस्टमा जाने पिकनिकको लागि भनेर भने। अनि उसले चाहिँ मलाई एप्पल ल्याइदिए। यो भनेको चाहिँ आइसक्रिम। सो म यो खान्छु अनि हामी के गर्छौँ हजुरहरूलाई देखाउँदैछु है त। सो आई एम ह्याभिङ माई आइसक्रिम। धेरै मिठो छ के तोस् बेग। अन द वे। अनि हजुरहरू मेरो पछाडि देख्न सक्नुहुन्छ पुरै यो येल्लो फ्लावर। मैले हजुरहरूलाई पहिलाको भिडियोमा पनि भनेको थिएँ नि, यहाँनिर चाहिँ पुरै येल्लो नै फुल्या कति धेरै भन्दा हेर्नु न, पछाडि हेर्न सक्नुहुन्छ हजुरहरूले। हजुरहरूले त्यहाँ पछाडि देख्न सक्नुहुन्छ बेग चाहिँ त्यहाँनिर के टिपिरह हेर्नु है। अन हो क्या बेग चाहिँ डन बेग। सो गाइज यो चाहिँ यो पाइन ट्रिजको यो भर्खरै पलाएको वाला हुँदो रहेछ होइन। अनि यो चाहिँ खान मिल्छ भन्छ उसले। अनि यो खाँदाखेरि चाहिँ अलिक अमिलो हुँदो रहेछ कि, अमिलो पातहरू हुन्छ नि नेपालमा त्यस्तै कि के हुन्छ। सो गाइज हामी चाहिँ यहाँ जङ्गलमा आइसकेको छौँ। अनि त्यसपछि चाहिँ यहाँनिर चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ यो काठले बनेको होइन। हामी चाहिँ त्यहाँ माथि बसेर चाहिँ खाने भनेको थिएँ भने उसले चाहिँ त्यो सानो छ तलै बसेर खाऊँ भनेर भन्यो होइन। हजुरहरूलाई म देखाउँछु। यो चाहिँ काठले बनेको। यो आई डोन्ट नो कि यो हर्स जस्तो छ कि गाइज होइन। अनि यो चाहिँ सानो टावर जस्तै छ। अनि यहाँबाट माथिबाट चाहिँ ततासुकै देखिन्छ। म हजुरहरूलाई त्यो देखाउँछु है त माथि गएर। यो रोडोडेन्ड्रन चाहिँ गाइज अहिले यतिको भएको रहेछ। गाइज म चाहिँ यहाँ माथि चढ्नेवाला छु अब होइन। यहाँनिर चाहिँ यस्तो भर्याङ छ कि गाइज, यस्तो भर्याङ छ। अनि यसरी माथि जान मिल्छ। अनि माथि आइसकेको छु गाइज। यहाँनिर चाहिँ यस्तो छ अनि जतासुकै यसरी हेर्न मिल्छ। अहिले त झन् यति धेरै ग्रिनरी भए है, पानी पर्ने घाम लाग्ने भइरह नि त। त्यही भएर चाहिँ यस्तो यो भर्याङ भयो। अनि बाहिर चाहिँ यस्तो यो तलको चाहिँ सबै बेरिजहरूको रुख रे गाइज। अनि यो ठुलो चाहिँ पाइन ट्रिजहरू भइहाल्यो। अनि यतापट्टि चाहिँ यो यिनीहरू चाहिँ रोडोडेन्ड्रनको रुखहरू हो। यो रोडोडेन्ड्रन पार्क नै हो गाइज। मैले पहिला पनि देखाएको थिएँ हजुरहरूलाई यो। अनि यताबाट यस्तो उतापछि चाहिँ रोडहरू। हजुरहरू सुन्न सक्नुहुन्छ चराहरू कति कराइरहेको छन् होइन। कस्तो पिसफुल कि आनन्द लाग्ने भने। के लाग्छ भन्दा गाइज खुसी खोज्न चाहिँ हामी आफूसँग भएको अभाइलेबल सोर्सेसहरूलाई लिएर नै हामी चाहिँ हुन्छ नि आफ्नो सराउन्डिङमा चाहिँ मोबाइल छोडेर बाहिर निस्क्यौँ भने पनि वी क्यान बी ह्याप्पी कि। इट्स टु गुड के। लेट्स सी अझै हामी के गर्नेछ। मलाई चाहिँ स्नोफल भएर 7-8 मन्थ त हामी घरभित्रै भयौँ नि त। आफ्टर सो लङ चाहिँ अनि स्नोफल रोकेर अनि यस्तो ग्रिनरीहरू नेचर देख्न पाउँदा चाहिँ एकदम नै खुसी लाग्ने। अनि यता यो फरेस्टतिर आउँदाखेरि चाहिँ आफ्नो अब घरतिरको नि याद आउँछ। हाम्रो त अब हाम्रो जङ्गलहरू त हाम्रो त एकदम धेरै हुन्छ नि त। आई फिल सो ह्याप्पी एन्ड पिसफुल के बिङ इन नेचर।
हिवा रोका नेपाली हामी चाहिँ यहाँनिर नेचरमा बसेर गाइज हुन्छ नि आफ्नो होममेड खानेकुराहरू लिएर आएर चाहिँ यहाँ बसेर खान लाग्दैछौँ। अनि यहाँ वरिपरि चाहिँ पुरै हुन्छ नि रोडोडेन्ड्रनहरू फुल्नको लागि रेडी भएको छ, फुलिसकेको चाहिँ छैन। अनि वी आर ह्याभिङ सो मच फन क्या। हामी 2 जना मात्र छौँ अनि त्यही पनि हाम्रो ल्याङ्ग्वेज ब्यारियर पनि छ क्या गाइज होइन। उसलाई राम्रोसँग इङ्ग्लिस आउँदैन, मलाई राम्रोसँग फिनिस आउँदैन, त्यही पनि हामी 2 जना आएर चाहिँ हामी यसरी हुन्छ नि इन्जोय गर्नलाई चाहिँ ट्राई गरिरहेको छौँ। दिस इज लाइफ के गाइज हुन्छ नि। नो म्याटर वाट, नो म्याटर वेयर यु आर, यु सुड नेभर स्टप इन्जोइङ इन लाइफ के। हाम्रो खानेकुराहरू यो चाहिँ एप्पल, अनि त्यसपछि अघि मैले हजुरहरूलाई देखाएको थिएँ नि त्यो यही भइहाल्यो। अनि चक्लेट, अनि यो चाहिँ स्विट पोट्याटो हो गाइज यो चाहिँ, अनि यो चाहिँ स्प्यागेटी भइहाल्यो, त्यो नुडल्स, अनि त्यसपछि यो चाहिँ आइसक्रिम, अनि यो चाहिँ भियतनामी यो उनीहरूको मसला टाइपको के हो के यो चाहिँ ब्रेड भयो, अनि यो चाहिँ टी हो गाइज। अनि यहाँनिर पानी पनि छ, अनि उसले चाहिँ हामी लाउँदैछ। अनि त्यसपछि यता चाहिँ यस्तो छ वी आर ह्याभिङ आवर फुड। दिस इज आइसक्रिम गाइज। यो चाहिँ उसले हुन्छ नि भियतनामी स्टाइलमा चाहिँ चिया बनाएर ल्याएको रहेछ, अनि यो चाहिँ खाँदैछौँ, एकदम मिठो भएको छ। सो गाइज हामीले चाहिँ खाएर भ्याइसकेको छौँ, अनि म चाहिँ अलिकति चिया खाँदैछु। हेर्न सक्नुहुन्छ घाम लाग्यो होइन। अनि यसरी अब बाहिर निस्केर यहाँ फिनल्यान्डको घरहरूमा छत त्यस्तो हुँदैन नि त, बरन्डामा कहिले काहीँ घाम आउँछ छेकिरहेको हुन्छ, अनि यहाँ बाहिर बसेर यसरी भुइँमा बसेर होइन यसरी घाममा ओ माई गड यति रमाइलो भयो कि नेपालमै गएको जस्तो फिल भयो कि। आई एम ह्याभिङ सो मच फन गाइज, आई क्यान्ट एक्सप्लेन यु इन वर्ड्स। हामी चाहिँ यहाँबाट निस्किसकेको छौँ। अब हामी चाहिँ ग्रिन लिफी भेजिटेबल्स टिप्न जाँदैछौँ। हामी चाहिँ जाँदैछौँ बाटोमै होइन, त्यो चाहिँ अलिक टाढा नै रहेछ। अहिले चाहिँ एकदम धेरै घाम लागेर गर्मी भइरहेको छ। हामी चाहिँ हिँड्दा यस्तो ठाउँमा आइपुग्यौँ कि रोडभन्दा माथि यस्तो बारी जस्तो छ होइन। अनि यता पछाडि चाहिँ यो चाहिँ रेलवे ट्र्याक हो होइन, नजिकै रहेछ। मेरो साथी चाहिँ उता पुगिसक्यो, यहाँ यतापट्टि चाहिँ त्यो उसले भनेको खालको भेजिटेबल्सहरू पाइन्छ भन्ने कुरा भएर चाहिँ आउँदैछौँ। सो यहाँनिर चाहिँ गाइज हाम्रो नेपालमा हुन्छ नि सिस्नो त्यस्तो पनि पाइँदो रहेछ कि। नेपालमा पनि सिस्नोहरू चाहिँ चिसो ठाउँमा मात्र पाइन्छ नि गाइज। हामी चाहिँ माथि जानु लाग्थ्यौँ होइन, अनि एकदम के हो कराएको जस्तो आवाज आयो। मलाई लाग्यो सर्प छ होला भनेर, अनि उसलाई भनेर छिटो भागेर आयौँ हामी चाहिँ। यहाँनिर म हजुरहरूलाई पुरा देखाउँछु है। यो के गाइज यो चाहिँ हाम्रोतिर हुन्छ नि यो पाती हो त्यस्तो यहाँ पनि हुने रहेछ क्या। अनि यो पाती चाहिँ हुन्छ नि गाइज यहाँ चाहिँ खाँदा पनि रहेछन्, किन भन्दाखेरि यसको मेडिसनल बेनिफिट्सहरू हुँदो रहेछ। अनि उसले चाहिँ के भन्छ भन्दाखेरि यो चाहिँ हुन्छ नि वुमेन्सहरूको चाहिँ रिप्रोडक्टिभ हेल्थको लागि चाहिँ एकदम नै फाइदाजनक हुन्छ अरे यो पकाएर खानालाई। अनि यो चाहिँ खान पनि मिल्छ अरे, यहाँको मान्छेहरूले पनि खान्छन् रे भनेर भन्यो उसले मलाई। यो सुन्दाखेरि मलाई चाहिँ अलिक अचम्म लाग्यो, किन भन्दा हामी त कहिले खाँदैनौँ नि त, तर इट्स अ गुड थिङ रे खानु हुँदो रहेछ गाइज। नयाँ कुरा थाहा भयो मलाई यो चाहिँ। सो गाइज यो येल्लो फ्लावरबाट चाहिँ मैले यसरी फ्लावरको एउटा उनी बनाएको छु। हजुर हेर्न सक्नुहुन्छ कति राम्रो छ कि यो फ्लावर। माई गड यहाँ चाहिँ हुन्छ नि जतासुकै यता पछाडि हेर्नुभयो भने पनि जतासुकै छ। सो ब्युटिफुल गाइज। मैले चाहिँ यहाँनिर हनीलाई देखेँ होइन, यो फ्लावरमा चाहिँ यो हनी हेर्नु त गाइजहरू। अब गाइज यो समर लागेर यति धेरै फुलहरू छ भनेपछि त हनीहरू अभियसली आउने भयो होइन। यही फुलहरूबाट चाहिँ हनीहरूले चाहिँ फिड गर्दा रहेछन् भनेर थाहा पाएँ गाइज मैले। हामी चाहिँ त्यो पिकनिक स्पटभन्दा धेरै अगाडि आइसकेको छौँ होइन। अनि अलिक टाढै रहेछ त्यो टिप्न जाने ठाउँ चाहिँ, तर बाटोमा चाहिँ एकदम रमाइलो होइन। यतापट्टि चाहिँ यो बारीहरू पनि खनेर राखेको रहेछन्। अनि आज चाहिँ धेरै नै घाम लागेको छ, हल्का गर्मी पनि भइरहेछ गाइज। तर धेरै पछि यसरी घाम लिन पाएर पनि हुन्छ नि मलाई चाहिँ एकदम नै रमाइलो भइरहेको, किन भन्दाखेरि आफ्टर सो लङ के गाइज धेरै पछि चाहिँ यसरी बाहिर निस्केर हुन्छ नि घाममा हिँड्दा नि मलाई चाहिँ एकदम रमाइलो भइरहेको। त्यही माथि यस्तो राम्रो सिनरी अनि दिस ब्युटिफुल फ्लावर्स। यो ठाउँ चाहिँ म अहिलेसम्म हुन्छ नि यो ठाउँमा बसेको 1 वर्ष भइसक्यो गाइज होइन, तर म कहिल्यै यता आएको थिइनँ कि। न्यू एक्सपिरियन्स। अनि मेरो यो भिडियोको पर्पोज नै फाइन्डिङ ह्याप्पिनेस इन एडल्टहुड हो नि त। घरमा बसेर चाहिँ
स्क्रोल गरेर मोबाइल स्क्रोल गरेर बस्नुभन्दा एक्सपिरियन्सिङ डिफ्रेन्ट थिङ्स, फाइन्डिङ ह्याप्पिनेस इन द नेचर एन्ड एभ्रिथिङ। यहाँनिर त दामी रहेछ गाइज, यहाँ शीतल ठाउँ रहेछ। पछाडि चाहिँ यस्तो यो यतापट्टि चाहिँ यो ठाउँ चाहिँ अलिकति हुन्छ नि अलिक शीतल रहेछ, नत्र अन्त घाम लागिरह नि त। अनि अलि समथर यस्तो झाडीहरू केही नभएको रहेछ। अनि त्यही भएर चाहिँ म यहाँनिर एकछिन बस्छु गाइज, पानी खाएर एकछिन रेस्ट गरेर चाहिँ। अनि यता माथितिर रहेछ पाउने चाहिँ, उसले त्यहाँ टिप्दैछ। सो गाइज उसले लिएर आएको चाहिँ यो रहेछ होइन, उसले यही तरकारी टिपेछ। यो पाती नै त हो नि हाम्रो नेपालमा पाउने होइन, यो राम्रो हुन्छ भनेर उसले चाहिँ यो मात्र भेट्टाएछ, उसले यो लिएर आयो। अब चाहिँ हामी फर्किँदैछौँ होइन। अनि त्यसपछि अहिले मैले यो भिडियो चाहिँ अलिक डिफ्रेन्ट काइन्ड अफ भिडियो भयो मेरो, किन भन्दाखेरि मैले यस्तो खालको भिडियो कहिले पनि बनाएको थिइनँ। इट्स अ न्यू थिङ फर मी। अनि आजको दिन अब हुन्छ नि कस्तो होला, आई हेभन्ट प्लान कि यस्तो गर्छु भनेर होइन। इट्स एट द मोमेन्ट जे भयो त्यही भयो होइन। अनि वी ह्याड सो मच फन। अनि त्यसपछि फन भन्ने कुरा, ह्याप्पिनेस भन्ने कुरा चाहिँ अब थिङ्सहरूमा खोज्न भन्दा नि हुन्छ नि आफैले कसरी क्रिएट गर्न सकिन्छ भन्ने कुराहरूमा चाहिँ फरक पर्छ होइन। अनि हाम्रो अहिलेको लाइफ भनेको एकदम धेरै डिजिटल्ली इङ्गेज छ। डिजिटल्ली इङ्गेज भएको लाइफबाट चाहिँ अलिकति बाहिर निस्केर नेचरमा आयौँ भने चाहिँ ह्याप्पिनेस त्यसै नै मिल्छ जस्तो लाग्छ मलाई। अनि मैले फर्स्टमा इन्ट्रोडक्सनमा हजुरहरूलाई भनेको थिएँ मैले मोरल पनि दिन्छु भनेर होइन। अनि आजको भिडियोको मोरल चाहिँ के भन्छु म भन्दाखेरि, ह्याप्पिनेस जुन एजमा पनि पाउन सकिन्छ र त्यो चाहिँ अरू हुन्छ नि आफ्नो नियर वान्सहरूबाट अनि कुनै चिजबिजहरूबाट पाउने होइन कि आफूभित्रबाट हुने कुरा हो। हुन्छ नि आफूले कसरी लिन्छ चिजहरूलाई, त्यसले चाहिँ ह्याप्पिनेसले चाहिँ डिटरमाइन गर्छ जस्तो लाग्छ होइन। अब आजको दिनमा पनि इक्जाम्पलको रूपमा ल घामै घाम थियो है, पसिनै पसिना भयो, मलाई गाह्रो भयो भनेर लिएको भए पनि मैले त्योबाट ह्याप्पिनेस दिन्थेन होइन, मैले नराम्रो फिल गर्थेँ। तर यसलाई नै मैले पोजिटिभली चाहिँ हो घाम लाएर पनि मलाई कति खुसी लाग्यो भनेर हुन्छ नि, द वे वी टेक थिङ्स मेक्स डिफरेन्स के। त्यही भएर ह्याप्पिनेस क्रिएट गर्ने भनेको पनि आफ्नो वे अफ थिङ्किङले हो जस्तो पनि मलाई लाग्छ। सो आई जस्ट ट्राइड गाइज हुन्छ नि, अरू भिडियोहरूमा नि अझै ट्राई गरेर अलिक सिस्टमेटिक वेमा लिएर आउनेछु। आजको लागि यति नै, अहिलेसम्म हेरेर बस्दिनु भएकोमा धेरै धेरै धन्यवाद। ह्याभ अ ह्याप्पी एन्ड पिसफुल लाइफ गाइज, एन्ड दिस फ्लावर फर अल अफ यु। ह्याभ फन एन्ड अन्टिल नेक्स्ट टाइम, बाई बाई।